सञ्चालन गर्ने सचाइको यो बालेर बसिरहनु हुने मिलन सरहरू एकै मुष्टमा देशभरि म त्यो गीत गाउन चाहन्छु। त्यसपछि मेरो गवाई हुनुपर्दाखेरि सही त्यसैले धन्यवाद। जन्मा म्याडम पल सरलाई बाबु नानीहरूलाई पनि एकमुष्ट धन्यवाद गर्न चाहन्छु। मेरो गवाई भन्नुपर्दा बाबुको गवाई अचानक स्कुल जाँदाखेरि घरमा आउँदाखेरि टाउको दुख्यो भने त्यसपछि उकासी गाउँमा हस्पिटल उहाँ भएन। त्यसपछि फेरि एकै हप्तामा बाबु राजपारस भएर काठमाडौँ ल्यायो। त्यहाँबाट दाजुभाइ भटेर सब भएर पाटन हस्पिटल भान्जाहरू भएर भरण गरियो। त्यसपछि जोजाउँदाखेरि पहिला एमआरआई सिटी स्क्यान गरी सिटी गर्दाखेरि एमआरआई सुरु भयो। सिटी स्क्यानमा पत्तामा लगाएर एमआरआई गरेर त्यसपछि भएन फेरि टाउको अप्रेसन गर्नुपर्छ। पाइप राख्नुपर्छ, पाइप अप्रेसन गर्नुपर्छ। ठुलो अप्रेसन भन्यो, ठुलो अप्रेसन नगर्ने भनेर आइसियुमा राख्यो। 11 दिन आइसियु राखी अनि त्यसपछि आइसियुमा राखेपछि फेरि वार्डमा लग्यो। वार्डमा लगेपछि फेरि बडी भएर फेरि आइसियुमै लग्यो। त्यसपछि फेरि अनि एमआरआई गर्यो। एमआरआई गरेर फेरि अनि तपाईँको अब अप्रेसन गर्नु, ठुलो अप्रेसन गर्नुपर्छ। अब ठुलो अप्रेसन गर्दाखेरि गाह्रो पनि हुनसक्छ। तपाईँको 100%मा 5% मात्रै हुन्छ। त्यसपछि अनि सबैजनाले सरसल्लाह गर्यो। अहिले अप्सन नगर्ने हिजो होला। अब ईश्वर पनि हुनुहुन्छ, महिमा पनि गरिराखेँ। सब नियमहरूलाई सरहरूलाई दुनियाँ पोखरा गाउँ ठाउँ बस्नु चिनेको ट्युसन गरौँ। उहाँहरूले 12 बजे राति 1 बजे राति जतिखेर 24 घन्टा पनि उहाँहरू महिमा गरिदिनु भयो। उहाँहरूलाई करोड धन्यवाद। सर म्याडमहरूलाई दुनियाँ ठाउँको सर सबै ठाउँको चिनेको थिएँ। त्यसपछि हस्पिटलबाट ठुलो अप्रेसन गर्नुपर्छ भने ठुलो अप्रेसन गरेपछि पाइप राखिसकेपछि अब ठुलो अप्रेसन हुने। त्यसपछि गाउँबाट हुने। अब अप्रेसन नगर्ने अलिक हेरौँ। महिमा पनि गरिरहेको छ हामी सबैजनाले। त्यसपछि के भयो भने अनि हस्पिटलबाट अब फेरि रिपोर्ट पानी टाउको पानी निकालेर फेरि जचाउनु दिएपछि अनि पछि अब अप्रेसन गर्नु त तपाईँको त्यो टिमवर्क ठुलो हो। अप्रेसन गर्नलाई गाह्रो छ। नसले जेली गएको छ। त्यसपछि अनि दाजुभाइ सबजना सल्लाह गऱ्यौँ। सेनाहरू नानीहरू भाइहरू सबै भान्जाहरू अनि के गर्ने भन्दाखेरि अब भान्जाहरू पनि भन्नु हो। उहाँलाई पनि भन्यो अप्रेसन गर्नु त धेरै गाह्रो हुन्छ, अहिले नगरौँ, अब अलिबार हेरौँ भन्यो। त्यसपछि अलिबार त्यसपछि के भयो भने अनि सचाइतिरबाट अनि सबैतिरबाट सचाइतिरबाट अनि के गर्छ सब मेमले पनि फोन गरेर अनि बेलमै चङ्गिरहनु भएको छ। यहाँबाट पनि पल्स जाने बेलमै चङ्गिरहनु छ। त्यसपछि अनि के आयो भने अब अप्रेसन भनेपछि अब किमो चढाउनु भने किमो चढाउँदाखेरि लगभग 5 दिनमा 15वटा किमो चढाउनु पर्थ्यो। एक साइकलबाट गएर 5 दिनमा 15वटा किमो चढाउनु पर्थ्यो। 15वटा किमोमा लगभग 3 महिना 5 खेप किमो चढाउँदाखेरि जम्मा 56वटा किमो चढायो। तर धरतीकै परीक्षामा पुगेर ईश्वरले नै बचाउनु, ईश्वरलाई धन्यवाद। त्यसैले पनि यो बाबु फिर्ता हुँदैन हुन्छ, तर ईश्वरले नै बचाउनु भयो। ईश्वरलाई धन्यवाद। त्यसपछि
किमो चढाएपछि फेरि सिक्नलाई अर्को हस्पिटल भक्तपुर, तर हस्पिटल पनि डाक्टर पनि ईश्वरै हुनुहुन्छ, डाक्टर पनि ईश्वरै छान्नुहुन्छ। अब तपाईँको बच्चा सिक्नुपर्छ, सिक्नुलाई पनि 1 महिना सिक्दाखेरि तपाईँको बच्चा आइसियुमा फिर्ता पऱ्यो भने भेन्टिलेसनमा लानुपर्छ। अनि नभन्दै ईश्वरले नि हात थापिनु हो। 3 चोटि डोज भएको, तर हस्पिटलमा पनि डोज भयो, आइसियुमा नि डोज भयो भने हामीले देख्न पाएन। नानी बाहिरै छटपटाएर हिँडिरहेको थियो, तर ईश्वरले नि हात थाप्नु भयो। ईश्वरको कृपाले डाक्टर पनि ईश्वरै हुनुभयो। ईश्वरलाई करोड करोड धन्यवाद गर्छु। यतिकै अहिलेलाई यति भन्न चाहन्छु।